पर्सि कति बजी बेलुका कुनबाट हाम्रो पर्सि उयसमा हिमालयनबाट 8 बजेर 20 मिनटको राति मङ्गलबार दिन सोमबार सुनेर है ल सर्वप्रथम त अब तपाईँहरूलाई धेरै धेरै बधाई छ है तपाईँहरू जस कति 1 महिना समथिङ कति भयो 1 महिना भयो अब तपाईँहरू चाहिँ आफै इन्टरभ्यू दिएर होइन कम्पनीबाट तपाईँहरूलाई छानेर मेडिकल पास गरेर भिजाएर अब तपाईँहरू जाँदै हुनुहुन्छ त्यसैलाई धेरै धेरै बधाई है अब धेरै कुराहरू त तपाईँलाई इन्टरभ्यूको दौरानमै थाहा भइसक्यो यहाँ धेरैचोटि आउँदा जाँदा पनि थाहा भइसक्यो कामको बारेमा थाहा छँदैछ है कस्तो ठाउँमा गएर काम गर्ने यहाँ पहिला बोटीमा काम गरिरहेको छ कोही छ 1-2 जना छ यही कम्पनीमा काम गरेछ नि तपाईँ अनि के अलिकति सुस्तै मर्गरी हुनु भएन कि अलिक एक्टिभ हुनु पऱ्यो त्यही क्याम्पस हाइल्यान्डमा होइन कति वर्ष काम गर्नुभयो 3 वर्ष भयो तपाईँले चाहिँ के त्यही पत्ता टिप्नेमै काम गर्नुहुन्थ्यो कि केमा काम गर्नुहुन्छ 2 वर्ष पत्ता टिप्नेमा त्यसपछि त्यो स्प्रेमा गर्नुभयो जस अब तपाईँले धेरैले हेरिसक्नुभयो होला हेर्नुभयो होला होइन युट्युबमा अब यो चाहिँ फेरि हामीले पहिला पनि भन्दैछ बजारभन्दा बाहिरै हो यहाँबाट बजार आउनलाई टाइम लाग्छ त्यहाँ त्यो डाँडाको डुब्बा पब्लिक ट्रान्सपोर्ट पनि छैन मान्छेहरू चाहिँ त्यहीँ घुम्न आउने हो मलेसिया गएर आउनेहरू चाहिँ जानु भएन मलेसिया गएको थाहा छ क्यामेरा होइन थाहा छ कोही छ मलेसिया पहिला गएर आएको जस बजार चाहिँ तपाईँको लगभग 1 घन्टा ड्राइभमा गर्छ त्यस्तै लाग्छ 1 घन्टा ड्राइभ तर महिना एकचोटि चाहिँ ल्याउँछ के अरे हो आउँछ टाइममा लान्छ होइन त्यसले गर्दाखेरि यो बजारभन्दा बाहिर छ त्यहीँ सबै थोक त्यहीँ पाउँछ रक्सी पनि पाउँछ तर खानी चाहिँ होइन नि फेरि डुप्लिकेट रक्सी पाउँछ कि गतिलो रक्सी पाउँछ नखानुहोस् है यो चाहिँ गोराको कम्पनी हो युकेको मान्छेको कम्पनी तर उता धेरै 100 वर्षभन्दा माथिदेखि त्यहाँ बसिरहेको है हेड अफिस चाहिँ कलमपुरमा छ तर यसको चाहिँ बगान चाहिँ त्यहाँ भयो यो कलमपुरबाट 3 घन्टा 2 घन्टा कि 3 घन्टा होइन कहाँ लाग्छ 8 घन्टा लाग्दैन म कलमपुरबाट अस्ति कति 2024 मा बिहान मलाई कुनै इसाकले रिसिभ गरेर त्यहाँ गएर बेलुका फर्किआउनु त्यहाँ एउटा चाहिँ कम्प्लेन गरे हाम्रो दाजुभाइ त्यही त पाएर के अरे चाहिँ रक्सी खाने काम नगर्ने होइन त्यस्तो गरेर कम्प्लेन पनि भएको थियो कि हुन त प्राइभेट गाडी भएर थियो 3 घन्टा जसोमा पुगेर है जस तपाईँहरूलाई जसले नाम देखायो अथवा भन्यो उनीहरू कसैले पनि फोर्स लाएर सेलेक्ट भएको होइन तपाईँको तकदिरमा तपाईँको लक्की मान्छे हो तपाईँले आफ्नो बलबुताले सेलेक्ट भयो है त्यसले गर्दाखेरि अहिलेको कन्टेस्टमा मलेसिया जान पाउनु त्यही माथि फ्रीमा ठुलो कुरो अहिले तपाईँले बजारहरूलाई सुन्नुभयो कति कति पैसा दिने मान्छेहरू गइरहेछ होइन त्यसले गर्दाखेरि तपाईँलाई कसैले छिराएको खण्डमा कसैले ल्याएर यहाँ चाहिँ इन्टरभ्यू दिलाएको खण्डमा पनि इन्टरभ्यू त तपाईँले ल्यायो नि त थर्वर्षले ल्याएन इन्टरभ्यू मैले त ल्याएन इन्टरभ्यू तपाईँको लागि होइन कसैको सिफारिस कसैको चिन्जान केही पनि मानिराख्दैन काम गर्दैन किनभने कम्पनीलाई काम गर्ने मान्छे चाहिने हो कसैको सिफारिसले काम गर्ने होइन त्यसले गर्दाखेरि अझ पनि तपाईँहरूलाई कसैले पैसा मागेको छ भने तपाईँलाई पैसै बढी भएको त दिनुहोस् मैले भन्ने के पनि छैन नभए पैसा दिनु पर्दैन पैसै माग्ने त हामीले माग्थेन नि त होइन हामीले मागेको छ त अहिलेसम्म छैन होइन टिकट पनि तपाईँले उता मलेसिया जाने टिकट पनि कम्पनीले दिएछ तपाईँले यहाँ धन्दाले 27,100 रुपियाँ होइन तपाईँको मेडिकलको तपाईँको पासपोर्टको तपाईँको आते जाते यहाँ बसेको खाएको एउटा हिसाब किताब गरेर 27,100 रुपियाँ हामीले
पर्सि सोमबार तपाईँको खातामा हालिदिन्छु। बुझ्नुभयो? यो कम्पनीबाट तपाईँको अब उहाँ गएर तपाईँले मेडिकलको पनि पैसा पाउँदैन, के अरे चाहिँ पासपोर्टको पनि पैसा पाउँदैन, यहीँ दियो कम्पनीले है। त्यसले गर्दाखेरि कसैलाई पैसा तिर्नु पर्दैन। तपाईँलाई डर देखाए पनि धम्की दिए पनि हामीलाई भन्नुहोस्, हामी ठिक गरिदिन्छ। बुझ्नुभयो नि? अब तपाईँलाई चाहिँ होइन अलिअलि दिनुपर्छ भनेर पैसै बढी भएर दिँदै हिँड्नुहुन्छ नि, त्यो हाम्रो सरकारको विषय है। त अर्को कुरो यो कम्पनीमा होइन अब कसैलाई पत्ता टिप्पीमा लाउन उहाँले भनेको थियो, कसैलाई स्प्रे, तर सुरुमा त 2-3 महिना त तपाईँलाई ट्रेनिङ नै हुन्छ है। किन भन्दाखेरि मेसिन चलाउन कैँची काट्न त जान्दैन नि त होइन। त्यसले गर्दाखेरि 2-3 महिनासम्म सायद तपाईँहरूलाई बेसिक स्यालेरीमा काम दिन्छ हो। जब काम जानेपछि तपाईँले ठेक्कामा काम दिन्छ। जसले राम्रो राम्रो चाहिँ पत्ताहरू काट्छ, त्यसको जुन चियापत्तीको बनाउनुको लागि माथिको तिनवटा पान पत्ता भएको होइन, त्यो टुप्पो चाहिँ राम्रो काट्छ, उसले धेरै पैसा पाउँछ। बुझ्नुभयो नि? एउटा मिहिनेत गर्नुभयो भने जहाँ पनि हुन्छ। मिहिनेत गर्न सक्नुहुन्न कहीँ पनि केही पनि हुन्छ। मैले अघि नै भने कम्पनीले तपाईँले यत्रो पैसा खर्च गरेर लाँदैछ, तपाईँलाई लगेर त्यहाँ सुताउनको लागि लगेको होइन। तपाईँले काम गरिदिन्छ, काम गर्ने बापत त्यहाँ सामान उत्पादन हुन्छ, त्यो सामान बेचेर पैसा कमाएर एक पैसा तपाईँलाई दिएर एक पैसा उसले राख्छु भनेर त्यो हिसाब किताबले तपाईँले लिएर गएको हुन्छ। त्यसले गर्दाखेरि उहाँ गएर काम गर्न सकेन, रोग लाग्यो, टाउको दुख्ने रोग छ, ग्यास्ट्रिक छ, यो छ ऊ छ, सुन्दैन। आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नुपर्छ। तपाईँलाई अब सँगै चाहिँ दाजुभाइ जाँदा हिँड्छ नि मतलब छ, उसले त ड्युटी गर्नु पऱ्यो नि। तपाईँ बिरामीहरू त भन्छ हुँदैन। त्यही भएर चिल्लो चाप्लो कम खानु, पानी खानु, दारू नखानु, चुरोट गुटखा यस्तो केही पनि नखानु। दारू नक्कली पाइन्छ, त्यहाँ रक्सी नक्कली पाइन्छ। बुझ्नुभयो नि? नक्कली रक्सीमा लत बस्यो भने तपाईँको रोग पनि लाग्छ, ताल परे होइन। अब के भन्छ हुन्छ, पैसा पनि सत्यानाश भयो नि त। कमसेकम यो 3-4 वर्ष तपाईँले रक्सी खानु भने त्यो पैसा त जोड्दैन नि त। रक्सी खानै पर्छ भन्ने छ र होइन। त्यो पैसा पनि जोड्नु, त्यो पैसा केही काम पनि लाग्छ। चुरोट पनि नखानुहोस्, किनभने एकपल्ट चुरोटको कति 20 रिङ्गेट पर्छ नि, कति पर्छ मलेसियामा गएर 20 रिङ्गेट भनेको 800 रुपियाँ हो। बुझ्नुभयो नि? त्यो 800 रुपियाँले ताको एकदम महिनाभरि त तपाईँको बच्चाले कापी किताब कलम पुग्छ त होइन। त्यही नै गर्दा मैले भन्नु चाहिँ के हो भने जति सुकै घुमाइफिर भने यो तपाईँले पाउनु भएको मौकाको सही सदुपयोग गर्नुहोस् कि। यहाँभन्दा अगाडि जाने दाजुभाइहरूले राम्रोसँग काम गरिदिएको कारणले गर्दा तपाईँले चान्स पाउनु भएको छ होइन। उहाँले नराम्रो काम गरेको फेरि नेपाल नाच्दैन उनीहरूले, मूर्खहरू उनीहरू त्यत्रो खर्च गरेर। त्यसले गर्दाखेरि अहिलेसम्म तपाईँले नेपालले के गर्नु बस्नु भएको थियो त्यो भुल्नुहोस्। उहाँ गएर नयाँ तर्तव्य नयाँ लाइफ सिक गर्नुहोस्। कम्पनी स्यालेरी नदेला भन्ने छैन। अरू उल्टा हाम्रो नेपाल दाजुभाइहरूको कम्प्लेन छ कि रक्सी खाने, आफै झगडा गर्ने, काम राम्रोसँग नगर्ने, टाउको दुख्यो पेट दुख्यो यो भयो ऊ भनेर बानाबाजी गर्ने होइन। बुझ्नुभयो नि? त्यसले गर्दाखेरि यी कुराहरू नगर्नुहोस्, यो कामहरू नगर्नुहोस्, जसले गर्दा तपाईँले मात्रै अपर्च्युनिटी पाएर भयो त। यो कम्पनी अर्को 200 जनाको एप्रुभल छ भने त्यो 200 जना तपाईँकै साथीभाइहरू दाजुभाइले अपर्च्युनिटी पाउनु त हो नि है। त्यसले गर्दाखेरि विचार गर्नुहोस्, काम गर्नुहोस्, मेहनत गर्नुहोस्। तपाईँलाई खुट्टाको चाहिँ कम्मर दुख्ने समस्या छ, खुट्टाको समस्या छ, बरु नजानुहोस्। तर पाएको चाहिँ मौकाको सही सदुपयोग गर्नुहोस्। दोहोरी मान्छेले कतिसम्म कमाउँछ ब्रदर यसमा? कति सय रिङ्गेटसम्म कमाउँछ? त्यतिखेर चाहिँ 27-28,000 कमाउँथ्यो तिम्रो सेक्सनमा। त्यतिखेर तर हाम्रो यो कम्पनी जाँदाखेरि 4,000सम्म पनि कमाएको। तर दुःख त गर्नु पर्यो नि फेरि। 4,000 कमाउँछ भनेर आनन्दसँग बसेर कमाइन्छ कमाइँदैन। अहिलेको 4,000 भनेको तपाईँले 3,000 भन्यो भने 3,000 कमाउनु भने धन्दा त 1,20,000 हुन्छ। 20,000 तपाईँले खानामा खर्च गर्नुभयो भने त्यो डाँडामा भात सात मात्र खाने हो। 1,00,000 रुपियाँ जोग्यो। 1,00,000 रुपियाँ भने यहाँ हो होइन। त्यसले गर्दा मेहनत गर्नुहोस्, काम छल्ने काम नगर्नुहोस्। भोलि तपाईँले अहिले जो छले जस्तो लाग्छ
होइन त्यो बानी पर्दै जान्छ भोलि तपाईँ नराम्रोमा काम हुन्छ कि त्यहाँ तपाईँले चाहिँ होइन मैले त सबलाई चकित पारे भने पनि कम्पनीले तपाईँलाई वाच गरेर हुन्छ बुझ्नुभयो नि उनीहरूको पनि आफ्नो तौर तरिका हुन्छ वाच गर्ने बुझ्नुभयो नि भोलि तपाईँ नराम्रो काम हुन्छ तपाईँलाई टर्मिनेट पनि गरिदिनु सक्छ नेपाल पठाइदिनु पनि सक्छ के मतलब कम्पनीलाई बुझ्नुभयो त्यही भएर अनुशासनभित्र बसेर काम गर्नुहोस् काम त गर्नै पर्छ है र कम्पनीको